हेलो हेलो गुड मर्निङ एभ्रिवान। हामी चाहिँ अब जङ्गल सफारी गर्न गएको होइन सबैजना एउटा ग्रुपै छौँ। अनि जङ्गल सफारी गर्न चाहिँ हामीलाई होटेलमै गाडी लिन आयो। कस्तो रमाइलो के सरर हावा चिसो चिसो अनि एकदम रमाइलो लाग्यो राख्न चाहिँ। म चाहिँ के एडभाइस गर्छु भने जङ्गल सफारी गर्ने हो भने चाहिँ कि त अर्ली मर्निङ कि होइन भने चाहिँ आफ्टर 3 o'clock जानुपर्ने रहेछ अनि जनावरहरू देख्ने रहेछ है। हामी जाँदा चाहिँ हामी चाहिँ 8 बजे गएको, त्यति खासै एनिमलहरू देखेनौँ। हामीले चाहिँ मोस्टली चाहिँ पिकक अनि जरायो हरिण मृगहरू चाहिँ धेरै देख्यौँ होइन। बाघ भालु एलिफेन्ट त नामो निशान कहीँसम्म छैन। क्रोकोडाइल देख्यौँ अनि राइनोसरस पनि देख्यौँ। ठाउँ ठाउँमा जरायो मृगहरू चाहिँ एकदमै धेरै नै थियो क्या। अनि अर्को म के एडभाइस गर्छु भने यदि हजुरहरू चाहिँ जङ्गल सफारीमा जानु हुँदैछ भने चाहिँ मैले जस्तो स्लिभलेस लाएर चाहिँ नजानु होला। लाइट भए पनि फुल स्लिभ लाउँदाखेरि चाहिँ बेटर हुन्छ, किनकि कता कताबाट किराहरू उडेर आउने रहेछ क्या। अनि लाइट कलरको चस्मा पनि लिनु होला आँखाको सेफ्टीको लागि। अनि यदि इफ यु आर कम्फर्टेबल टु युज मास्क पनि लाउनु होला, जुन मैले चाहिँ गल्ती गरेँ स्लिभलेस लगाएर गएर होइन। अनि घामले पनि पोल्दैन। अनि ह्याट छ भने ह्याट या क्याप पनि लिनु होला, एकदम बेटर हुन्छ। तर हावासँग जोगाउनु होला, उडाउन सक्छ है। अब बाँकी भिडियो त्यही हो, मैले सबै कुरा भनि नै सकेँ। बाँकीको भिडियोहरू हजुरहरू यसमा हेर्नुहोला। धन्यवाद। Wow, it's beautiful. म पठाइदिन्छु हजुरलाई। यहाँ पनि ग्रुपमै बस्ती रहेछ। अरूले माछा भ्याकुता सर्पहरू खाने। रसिया देश साइबेरिया लद्दाखमा बस्ने चरा हो। वर्षै पछि कार्तिक महिनामा इन्डिया नेपालमा छल्न आएको यहाँ र यसलाई नेपालीमा चकेवा भनिन्छ। इन्डियन त्यो चराको किताबमा चाहिँ यसलाई ब्राह्मणी डक्स भनेर लेखेको छ। त्यो चाहिँ गैडा पानीमा छ। अनि 2-4 दिन त्यो टाढाबाट आमाको फलो गरिरहेको हुन्छ। अनि एक्लै जान्छ त्यो त्यतिखेर पाल्न सक्दैन होइन त 50 वर्ष आयो हुन्छ।
पछाडि लुकेछ हरिण र मृग मात्रै भेट्ने रहेछ यो बाटोमा कान्छो काको भतिजाले मन गरेको थियो जेठो भतिजाले